नमस्ते अहिले सबैले सोच्नुहुन्छ है त्यही आजसँग नानीको लागि बर्थडे नमनाइदिने अनि क्याथरिनको लागि यहाँ दाना हालेर बनाइदिन लागेको छु फाइनली। अब हेर्न सक्नुहुन्छ मेरो सानोको आफ्नै पैसाले सुनको भाउ हेर्नु त यत्रो बढेर सब बनाउँदै हुनुहुन्छ भित्र। अब क्याथरिनको बर्थडे आउँदैछ नि त 18 गते। यो कति चाहिँ दुख्दैन नानी भनेको पाल्छ। राम्रो देखियो हिरोनीलाई आइसक्यो क्याप्सनको लागि बनाएर। खै त धेरै ठुलो लाउनु हुँदैन कि ल। खै त ठुलो मम्मी जत्रै भएपछि ल। वाउ कस्तो राम्रो देखियो क्याथरिनलाई त है। ल अब ठुली भएपछि मम्मी जत्रै भएपछि चाहिँ मम्मीको जस्तै लगाउने ल। यो त तिम्रो आफ्नै पैसा हो नि त। अब तिम्रो पैसामा हाले फिनिस्ड। आज हामी घरमा नै आइसक्यो। घरमा आएर राम्रोसँग देखाउँछु ल है। वाउ खै त ऐना फेरि देखियोस् फेरि। फाइनल्ली अब क्याथरिनको बर्थडे चाहिँ नमनाइदिने त्यसै त्यही भएर नत्र तँ मुन्द्री ल्याऊ मलाई। गएको साल चाहिँ मजाले मनायो ठिकै भयो। अब यसपालि चाहिँ नमनाइदिने अब अर्को साल मनाइदिने। सो गाइस कस्तो लाग्छ भिडियो अन्तिमसम्म हेरिदिनु होला। सो बाई बाई, थ्याङ्क्स फर वाचिङ।